तर जति सरकार बन्छ नेपालमा त्यो सब नलायक नै हुन्छन् के। किसानहरूको लागि सुविधा दिने राहत दिने त्यस्तो कुनै सरकारको अझैसम्म जन्म किन भइरहेको छैन। साथीहरू नमस्कार, स्वागत छ हाम्रो युट्युब च्यानलमा। साथीहरू हाम्रो देशमा पर्याप्त जग्गा छ। हाम्रो देशको जति जनसङ्ख्या छ 2.5 करोड अथवा 3 करोड, तिनीहरूको पालन पोषण गर्नको लागि जति अनाज चाहिन्छ त्यो हामीले राम्ररी त्यसभन्दा बढी नै उत्पादन गर्न सक्छौँ। यति क्षमता छ हाम्रो देशमा। हाम्रो किसानहरू पनि सक्षम छन् त्यति अनाज उत्पादन गर्नको लागि। इन्डियाबाट अथवा अन्य देशबाट हामीले आयात गर्नु पर्दैन। हामीले सबै चिज यही नेपालमा, यही नेपालको धरतीमा हामीले उब्जनी गर्न सक्छौँ। तर दुर्भाग्यवश यहाँको जुन सिस्टम छ, सरकारको जुन सिस्टम छ त्यो एकदम गलत छ। किसानको लागि यहाँ कुनै पनि सुविधै छैन। साथीहरू अहिले म यो भिडियो चाहिँ गहुँको फिल्डमा बनाइरहेको छु। हजुरहरूले जताततै गहुँ बाली हेर्न सक्नुहुन्छ। पुरामा हजार बिघाको यहाँ प्लाट छ। साथीहरू नेपालमा खेती गर्नमा बाधा पुर्याउने 3टा प्रमुख समस्याहरू छन्। नम्बर 1, यहाँ सिँचाइको कमी छ। कुलो कुहेसो नहर कहीँ पनि छैन। नम्बर 2, मलखाद समयमा पाइन्न। नम्बर 3, यहाँ चक्लाबन्दीको समस्या छ। सबभन्दा प्रमुख समस्या त चक्लाबन्दीको हो। अब मान लिम हाम्रो तराईमा कुनै किसानको 10 कट्ठा जग्गा छ भने त्यो 7, 8, 10 भागमा छ। अब त्यसले आफ्नो प्लटमा मान लिम सिँचाइको लागि आफै व्यवस्था गर्न खोजेछ, बोरिङ लगाउन खोजेछ, ट्युबवेल लगाउन खोजेछ भने त्यसले 10 ठाउँमा कसरी लगाउँछ? त्यसलाई गाई गोरुबाट, जङ्गली जानवरहरूबाट बचाउनको लागि तारबन्दी गर्नुपर्ने छ भने त्यसले 10 ठाउँमा गएर कसरी तारबन्दी गर्न सक्छ? बन्दी नहुनुको कारणले अब कसैको खेत बिचमा छ भने त्यसलाई आउने जाने एकदम समस्या छ। कसैको जग्गा 10 ठाउँमा छ, 20 ठाउँमा छ भने 10 चोटि उसलाई मलखाद, बिउ बिजन, ट्र्याक्टर लैजानुपर्छ। त्यो हुनाले चाहिँ हाम्रो किसानको समय पनि बर्बाद भयो र उसको जुन मेहनत छ मेहनत पनि बढी गर्नुपर्ने भयो उसलाई, र आउने जाने ट्र्याक्टरको भाडा तिर्नेमा पनि समस्या देखिन्छ। चक्लाबन्दी यदि भयो भने किसानहरूलाई 90% सम्म उसलाई राहत हुन्छ। 10% त उसले आफै गर्न सक्छ। जस्तै आफ्नो बोरिङ आफै त उसले लगाउन सक्छ आफ्नो फिल्डमा। एक ठाउँमा खेत भएपछि उसको समयको सदुपयोग धेरै हुन्छ। सदुपयोग हुनाले उसको उत्पादन पनि धेरै बढ्छ। कमसे कम 20 देखि 25% उसको उत्पादन त पक्का बढ्छ। यसकारण चक्लाबन्दी हुन एकदम जरुरी छ। आजको यो आधुनिक युगमा हामी नेपाली किसानहरू एकदम पछि परेका छौँ। मलाई त लाग्छ एक दिन यस्तो आउँछ जसको खेत बिचमा हुन्छ उसले खेती गर्न पनि समेत पाउँदैन। किनभने जहाँ जहाँ बाटो छ त्यहाँ घरहरू बनिरहेछन् र कृषि योग्य जुन जग्गा छ त्यसमा आवत जावत गर्नलाई एकदम अप्ठ्यारो, बिस्तारै अप्ठ्यारो भइराखेको छ। र एक दिन यस्तो आउँछ यसले एकदम ठुलो समस्या निम्ति आउँछ। जब बाटोमा सबैजनाले घर बनाउँछन् भने कसैको खेत बिचमा छ भने त्यो आफ्नो खेतमा खेती गर्नको लागि कसरी पुग्छ त्यो किसान? यसकारण यो समस्या चाहिँ एकदम जटिल हुँदै गइराखेको छ। यसमा आवाज उठाउनु पर्छ। खेती योग्य जग्गामा चाहिँ बाटोको व्यवस्था मिलाउन एकदम अनिवार्य भइसकेको छ। अनि यो काम कुनै किसानले गर्न सक्दैन, यो काम सरकारको हो। तर जति सरकार बन्छ नेपालमा त्यो सब नलायक नै हुन्छन् के। किसानहरूको लागि सुविधा दिने राहत दिने त्यस्तो कुनै सरकारको अझैसम्म जन्म किन भइरहेको छैन। भोट दिने 80%, मन्त्री सन्त्री बनाउने हाम्रो यो किसानै त हुन्। तर दुर्भाग्य किसानको आवाज सुन्ने कोही पनि छैन।